ल साथीहरू, आज चाहिँ हामी बस्ने ठाउँको एउटा नयाँ ठाउँमा, पुरानो ठाउँमा आएको छु। के रहेछ हेरौँ न। यहाँ के लेखा रहेछ? यहाँ चाहिँ पहिलाको भवन। अन्त यहाँ के लेखा रहेछ भने यहाँको भाषामा लेखेको रहेछ कि। अनि यहाँ चाहिँ इङ्ग्लिसमा सायद यहाँनिर के लेखेको छ? यो चाहिँ कहिले बनेको रहेछ? 12औं शताब्दीमा बनेको रहेछ। अनि 1528 को वर्ल्ड वारमा यो बनेको। अगाडि यो चाहिँ यस्तो छ है। पहिला राम्रो थियो होला र अहिले चाहिँ सबै यो ओल्ड वार भएर चाहिँ पुरै भत्केर वालहरू मात्रै छ। यस्तो छ। यहाँ चाहिँ एउटा झन्डा राखेको रहेछ, यो देशको झन्डा। अनि यहाँनिर यसो बस्ने ठाउँ पनि बनाइदिएको रहेछ। यहाँ चाहिँ नजिक ठुलो पहाड छ। यहाँनिर लास्टै हावा चल्छ होइन यहाँ चाहिँ। अनि यहाँबाट तलको भ्यूहरू चाहिँ दामी देखिन्छ है। यस्तो छ तलको भ्यू चाहिँ। हामी चाहिँ यो तलको बजारमा बस्ने हो। दामी छ नि ठाउँ त। आज चाहिँ अलिक कम हावा चढेको भएर झन्डा चाहिँ फरफराएको छैन। हामी बस्ने सिटी चाहिँ यही हो। यहाँनिर खेतीहरू पनि मजाले गरिन्छ। यस्तो छ ठाउँ। अन्त यो चाहिँ वर्ल्ड वारमा भत्केको दरबार यस्तो छ। म त्यो दरबारलाई चाहिँ नजिकै गएर देखाउँछु कस्तो रहेछ। यहाँनिर चाहिँ मसिनो वाल रहेछ कि भत्केर। पहिला यो पनि अग्लो थियो होला, अहिले चाहिँ भत्केर आधा मात्रै भएको छ। यहाँनिर मसिनो पालहरू ढोकाहरू छ। त्यही वारको लागि होला भत्केर। यहाँ पनि पहिला दामी थियो होला, अहिले चाहिँ भत्केर आधा मात्रै बाँकी छ। पालहरू लडाइँको लागि बनाएको पाल होला। यस्तो छ ढोका। सबै भाँचिएर हरियो भएर बसेको छ। यस्तो छ। यस्तो डाँडामा कसरी बनाएको होला पहिला यस्तो। अहिले चाहिँ वाल मात्रै बाँकी छ। यस्तो यहाँ पनि रहेछ एउटा। यहाँ चाहिँ चढेर फोटोसोटो खिच्नको लागि यो फलाम पनि राखिदिएको रहेछ है। यस्तो छ। पहिलाको संरचना दामी छ नि। एकदम कति तरिकाले बनाएको छ। सायद लडाइँको लागि बनाएको होला। पुरा डिजाइन अनुसार बनाएको छ। यतातिर पुरै जङ्गलै जङ्गल छ। यसको बाहिरीको वाल चाहिँ यस्तो मजाले बनाएको छ कि एकदम मिलेको चिटिक्क परेको छ। पहिला यहाँनिर एउटा सानो बस्ती पनि थियो अरे। अहिले चाहिँ छैन, पुरा जङ्गलै जङ्गल मात्रै छ। एउटा सानो घर मात्रै छ यहाँ चाहिँ।
कता देखेन त के छ यहाँनिर छ क्यामेराको क्वालिटी अलिक राम्रो आएन देखेन यस्तो छ यहाँ कति अप्लो छ है धेरै अप्लो रहेछ कहिले मैले भनेको अन्त अहिले आधा छ यस्तो यस्तो ठाउँ छ यार यहाँबाट यस्तो यस्तो देखिन्छ यस्तो छ माथि नेपालको जस्तो अग्लो अग्लो डाँडाहरू अन्त मुनि खेती जमिन अनि बस्तीहरू टन्नै छ यस्तो यस्तो चिजहरूलाई मिलाएर काटेर खनेर यस्तो बनाएको थियो होला यो युद्धको बेलामा सबै ध्वस्त बनाएको छ यहाँ वाल पनि झन्डै 1.5 मिटरको छ यस्तो ठुलो एरिया ठुलै छ यहाँ यसको पर्खाल चाहिँ एकदम राम्रो तरिकाले बनाएको रहेछ ढुङ्गा कति राम्रो चटेक्क काटेर झ्यालहरूको डिजाइन यस्तो राम्रो छ बाटो सबै झिकेर यस्तो बनाएको छ पुरानो कति राम्रो थियो होला अहिले चाहिँ भत्केर यस्तो बनाएको छ यो चाहिँ दिपा भामा भन्ने एउटा पुरानो संरचना हो आज हामी छुट्टीको दिनमा यसो उहाँ एउटा दाइ आउनुभएको छ दाइ र म चाहिँ यहाँनिर यसो अवलोकन गर्न आएको है कस्तो रहेछ भनेर हेऱ्यो अब एकछिनमा फर्किने हो खिचेर होइन दाइले टिकटक सिक्टक बनाउनु भन्नुभएको छ टिकटक बनाएर अनि टक्क लगाएर फर्किने हो के अन्त बिदाको दिन सदुपयोग गर्नु पऱ्यो नि ल सायद फोन नदेख्दा छ त्यही न है